हरे कृष्ण। भगवानको एउटा यस्तो अनुपम सिर्जना हो फूल, जसले आफ्नो रङ र सुगन्धले संसारलाई मोहित पार्छ। यो सुन्दरता, कोमलता र प्रेमको प्रतीक हो। फूलले हाम्रो मनलाई फुरुङ्ग बनाउँछ र वातावरणमा सकारात्मक ऊर्जा भर्छ। फूललाई देखेर मन नपराउने कमै होला नि संसारमा। आध्यात्मिक रूपमा फूललाई भगवानको चरणमा अर्पित गर्यो भने भगवानलाई पनि प्रसन्न पार्न सकिन्छ। शब्दले भन्न नसकिने कुराहरू, चाहे त्यो प्रेम होस् वा श्रद्धा, एउटा सुन्दर फूलले सजिलै व्यक्त गरिदिन्छ। फूलले हामीलाई सिकाउँछ कि जीवन छोटो भए पनि हाँसेर बिताउनुपर्छ र अरूको जीवनमा पनि सुगन्ध छर्नुपर्छ भनेर। फूल झै फुल्नु र सुगन्ध फैलाउनु नै जीवनको सार्थकता हो। जसरी फूल काँडाहरूको बीचमा रहेर पनि मुस्कुराउँछ, त्यसरी नै हामीले पनि सङ्घर्षका बीचमा खुसी रहनु सिक्नुपर्छ।